भाइसले झन् पर्खायो दिनु आएको छ हाम्रो जिमीको बाइक ल्याउनु चिप्रो हो ओके सर गुड नाइट भोलि गुड नाइट भोलि पनि पर्छ भाइ पार्टी नजाए ल ओके बेस्ट अफ लक नरिक ब्रदर इज डुइङ गुड म उहाँको भिडियो पनि हेर्छु चाहिँ के हो क्या यो चाहिँ पावरको के हो कतिजनाले यहाँनिर टाउनमा पुगेछ है सो रुम हेर्नु जाँदैछ यहाँ ब्रोले एकजना चिन्नेको छ अरे कि सो त्यहाँ रुम लिएर चाहिँ बस्नुपर्ने छ अहिलेको टाइम भएछ 8 बजिसकेको छ है त्यही भएर चाहिँ पहिला रुमतिर त साथीले कल गर्दैछ एकदम त्यो हाम्रो चिफहरू पनि आएको छ नि त गेल्फोबाट सो उनीहरूलाई भेट्नु जाने जस्तो कुरा पनि गर्दैछ सो हेरौँ अब केटाहरूले कहाँ लान्छ माथि जाने हो ओके यहाँबाट चाहिँ इधर में कहाँको बाटो लाँदैछ केटाहरूले अंदर अंदर लाँदैछ त हाम्रो केटाहरू चाहिँ यहाँ बस्यो किनभने दुईजना केटाहरू आउँदैछ अरे कि अन्त यहाँ ब्रोले चाहिँ मलाई होटलको लाँदैछ है उसले 3 जना एकजना छ अरे कि सो अलिकति डिस्काउन्ट पनि दिन्छ अरे भनेर चाहिँ उसले मलाई त्यहाँ ड्रप गरिदिनु गएको छ त्यहाँ गएर म चाहिँ रुममा गएर चाहिँ पुरा मलाई चाहिँ नुहाउनु मन परिरहेछ कि यस्तो पसिना च्यापच्याप भइरहेछ नि त त्यो भएर अनि म चाहिँ रुममा जान्छु त्यहाँदेखि म तिमीहरूलाई फलो गर्छु भनेको नि त फुन्सुलिङ टाउन पनि धेरै साल पछाडि आयो है साम्ची राइडमा जाँदाखेरि आएको थिएँ एकताल सो यस्तो लङ टाइम आएको त्यो पनि सो फाइनली फुन्सुलिङ आइपुग्यो सो यु क्यान सी गाइस फुन्सुलिङ टाउन दिस इज द इन्डिया बोर्डर है ओके सो दिक्की ब्रोले चाहिँ लाँदैछ है सो कतिखेर पुगिन्छ रुम हेरौँ सो रुमहरू पनि कसरी छ तपाईँलाई देखाउँछु ल म हाउ इज रुम है ओके बाटो चाहिँ खतरनाक छ है अझ सानो गरेर वान वे ए ल ओके ओके ब्रदर ओके गाइस फाइनली यहाँ रुममा चाहिँ आइपुग्यो है अनि यहाँनिर रुम पनि मजाको रहेछ सो यु क्यान सी ठुलो बेड गरेर सामानहरू पनि रहेछ यहाँ बस्नेहरू पनि सो यहाँ ड्रेसिङ मिरर पनि रहेछ सामानहरू राम्रो गर्दा पनि रहेछ होइन सो रुम चाहिँ एकदम टोइलेट पनि रहेछ है मजाको रहेछ टोइलेट पनि
सो एकदमै दामी लाग्यो मलाई रुम चाहिँ होइन थ्याङ्क यू सो मच मिस्टर थक ब्रो तपाईँलाई यो एरेन्ज गरिदिएकोमा यो रुम है मिलाइदिएकोमा धेरै धेरै धन्यवाद छ है तपाईँलाई सो रुम चाहिँ एकदम दामी रहेछ कम्फर्टेबल सुत्नु पाउने भयो म अनि तपाईँलाई अघि मैले भनिहालेँ सो एभ्रीबडी सो इफ यु वाचिङ है कता कता जाँदाखेरि चाहिँ यो चाहिँ रुम यो चाहिँ के हो क्या यो चाहिँ पावरको के हो कतिजनाले चाहिँ आएर रुमहरू यो छैन भने चाहिँ यहाँ अफ हुन्छ होइन अन्त कतिजनाहरूले चाहिँ यसो जान्दैन कि यो चाहिँ लाउनु चाबीसँग हुन्छ होइन सो यो चाहिँ चाबीसँग हुन्छ कतिजना चाबीको यो ढुन्डाको होला भनेर चाहिँ याद गर्दैन आएर यस्तो चाबी यो अनहरू गर्दा चाहिँ पावर केही अन हुँदैन होइन सो त्यही भएर चाहिँ पावर लाइटहरू बल्दैन त्यही भएर अन गर्नु नजाने चाहिँ बिजोग हुन्छ होइन सो जान्नेको लागि होइन यो भिडियो चाहिँ कसै अब तपाईँहरूले यो भिडियो हेर्दैसम्म चाहिँ कता कता जाँदा चाहिँ सो लाइटहरू बल्नु मानेन भने चाहिँ यु क्यान ट्राई दिस है यसो गरेर यो चाहिँ यहाँ माथिबाट लाउनुपर्छ यो चाहिँ यसको माथिबाट ठक्कै मुनि लाउँदा चाहिँ पावर आउनुहुन्छ होइन कतिजनालाई थाहा हुन्छ कतिजना थाहा हुँदैन दिस म्याच इज नट फर एभ्री वान बट सम पिपल होइन कुनै कुनैहरूलाई चाहिँ यस्तो कुरामा थाहा हुँदैन नि त कहिले पनि एक्सपिरियन्स गरेको हुँदैन सो उहाँहरूको लागि मात्रै फेरि यो पाए कमेन्ट नगर्नु नि फेरि है उयसमा आएर यो जस्ट अब कसैको लागि मात्रै होइन सो त्यही हो अब यो एकदमै थाकिरहेको छ त्यही भएर चाहिँ फ्रेस हुने अनि डिनर खानु जाने सो त्यही हो आज चाहिँ हामी चाहिँ यहाँ आएर चाहिँ होइन हाम्रो नयाँ सरहरू पनि आएको रहेछ फुन्सिलिङको यहाँ गफ गरिरहेको छ उहाँहरू पनि भेट भयो होइन अनि उहाँलाई सरले सब्सक्राइब पनि गरिदियो अन्त उहाँ सरले मेरो बाइक चाहिँ पुरा मन पऱ्यो भनिरहेको छ हो सो अहिले चान्स भयो भने म सरलाई पनि म निकालिदिन्छु यहाँ मेरो ब्लगमा सो इफ यु गेट चान्स है सो निकालिदिन्छु हाम्रो चिफ सो धेरै दिनको बादमा फुन्सिलिङ आएको छ हाम्रो यो जिमीको बाइक ल्याउनु चिफ हो अनि हामी भोलि अलिकति एक्सप्लोर गरेर चाहिँ नि भोलि चाहिँ हामी सँगै गेलुबु निक्लिने गरेर प्लान गरेको होइन गेलुबु होइन हामी चाहिँ थिम्पू निस्किन्छ तर बिहान चाहिँ सँगै राइड गरेर त्यहाँबाट छुट्टिने ए थिम्पू जाने हो ए ओके थिम्पू एटेन्ड गर्न जाने त्यहाँ ए ओ ल त्यो आउँछ नि त ए माथिको त्यो उयसमा ह्यान्डल बारको ओके गाइस त म अस्ति भ्लगमा देखाएँ नि ह्यान्डल बारमा हामी गएको थिएँ होइन सो उहाँ जाने अरे उनीहरू चाहिँ सो हामी बिपिआर क्लबले चाहिँ इन्भिटेसन गरेको रहेछ नि त त्यहाँ आउनु भनेर डिनरमा सो हाम्रो चिफहरू चाहिँ त्यहाँ जाने रहेछ ऊ चाहिँ हाम्रो चिफै हाम्रो क्लबको अनि हाम्रो जिमी छ यहाँ उसको बाइक नयाँ बाइक ल्याउनु आएको फुन्सिलिङमा होइन उसको बाइक चाहिँ नयाँ बाइक लिएर चाहिँ उनीहरू चाहिँ भोलि थिम्पू जाने उनीहरू चाहिँ भोलि थिम्पू जाने हो रहेछ अनि हामी चाहिँ गेलुफू जान्छ है सो त्यही हो आज चाहिँ हामी यहाँ अलिक गेट टुगेदर भइरहेको छ एकजना साथी पर्खेको त्यो साथी आएपछि चाहिँ हामी डिनरको लागि निक्लिन्छ डिनरमा चाहिँ हामी कहाँ जान्छ कस्तो गर्छ के गर्छ होइन सो डिनरमा सो तपाईँहरूलाई म देखाउँछु सो किप वाचिङ गाइस है अहिले हामी यहाँ चाहिँ मुभ गर्छौँ अहिले चाहिँ हामी यहाँनिर अलिकति पर्खिरहेको छ एउटा साथी सो अहिले चाहिँ फुन्सिलिङ टाउन एक्सप्लोर गर्छ अलिकति हामी यो के लाइन हो के जग्गा भन्छ यो एफसीबी लाइन हो एक्सिबी लाइन एक्सिबी एफएफ अरे कहना क्या चाहते हो भुटान के हो यो बिल्डिङ हो नि यो हो ओके ओके हामी चाहिँ त्यो एफसिबी बिल्डिङको चाहिँ हाम्रो नजिक रहेछ है त्यही लाइनमा रहेछ यो माथि घरै बिल्डिङ चाहिँ होइन सो हामी चाहिँ अहिले दिनको लागि निक्लिन्छौँ सो ओके गाइस अहिले चाहिँ हामी हल्का ड्रिङ्क्सहरू गर्दैछ है यहाँनिर सो मैले चाहिँ खाँदैछ सो ड्रिङ्क्सहरू गर्दैछ अहिले डिनर अर्डर गरेर चाहिँ यहाँ हामी सक्छ यहाँ हाम्रो त्यो रहेछ है सो यहाँ चाहिँ हामी अलिकति हल्का कोल्ड ड्रिङ्क्सहरू गरेर जुसहरू ड्रिङ्कहरू गरेर बसिरहेको छ अहिले चाहिँ डिनर अर्डर गरेको छ नि त त्यही भएर चाहिँ ड्रिङ्क्सहरू गर्दै बसिरहेको यहाँनिर होइन सबैजना यहाँ रेस्ट गरिरहेछ अब डिनर 30-40 मिनट्स त लाग्छ भनेछ हो सो डिनर खाएर चाहिँ हामी सबै छुट्टिन्छौँ यहाँबाट हाम्रो प्रो पनि जान्छ होइन अब निकै टाइम पनि भइसकेको छ नि त सो डिनर खाएर चाहिँ हामी सबैजना आजको लागि चाहिँ हामी छुट्टिन्छौँ सो भोलि फेरि एउटा राइड छ हाम्रो यहाँ फुन्सिलिङमा होइन सो एउटा सर्ट राइड गर्छ है यहाँनिर सो हाम्रो प्रोहरूले लान्छ हामीलाई कहाँ लान्छ भोलि यहाँ सरहरू हुन्छ फुन्सिलिङमा हामीलाई त्यही आइडिया छैन यहाँको त्यही भएर हामीलाई चाहिँ कहाँ जाने कसो जाने लोकेसन केही पनि थाहा छैन यहाँ प्रोलाई चाहिँ थाहा छ सो ऊ चाहिँ मिस्टर थक है यहाँको उसको नै युट्युब नाम चाहिँ म यहाँनिर मेन्सन गरिदिन्छु स्क्रिनमा सो उसलाई पनि गएर सपोर्ट गरिदिनु सब्सक्राइब गरिदिनु होला मेरो भ्युवर्सहरू होइन त्यही हो हामी त सानो सानो कन्टेन्ट क्रिएटर हो होइन यतिखेर चाहिँ हामीलाई एकदम सपोर्टको जरुरत हुन्छ कति ठुलो भ्लगरलाई मात्रै सपोर्ट गर्छ कोही बेला हामीलाई पनि यसो होइन अलिअलि सपोर्ट गरिदिनु हामी पनि सानो हो हामी यति स्ट्रगल गरिरहेको छ यतै भिडियो बनाइरहेको Hi everybody, so म चाहिँ मिस्टर थक है एन्ड देन आइम भेरी ह्याप्पी म एकदम खुसी भइरहेको छु किनभने यो नरिक ब्रदर्ससँग लाइक मेबी सेकेन्ड टाइम भयो सेकेन्ड टाइम अन्त तर हाम्रो एकदम बोन्ड राम्रो छ एकदम लाइक एकअर्कोलाई के भन्छ कमेन्ट गर्दै लाइक सपोर्ट छ एकदम अन्त फुन्सिलिङमा चाहिँ आएर गेदर टुगेदर अन्त डिनरसँग खाएर सपोर्टमा पनि भोलि हाम्रो सर्ट राइड गरौँ न त होइन हाम्रो मेन मिटअप चाहिँ अब अल बिकज अफ बाइकले गर्दा नि त अन्त राइड गर्नुपर्छ नि त होइन नरिक ब्रदर इज डुइङ गुड म उहाँको भिडियो पनि हेर्छु तपाईँहरूले प्लिज
यु आर वाचिङ प्लिज सब्सक्राइब गरिदिनुहोस् हाम्रो ब्रदरलाई किनभने वी गट टु सपोर्ट अल द हाम्रो कन्टेन्ट क्रिएटर है त्यही भएर मेहनत धेरै गरिरहेछ भ्लगिङहरू गरिरहेछ होइन सो उसको नाम चाहिँ मलाई मेन्सन गरिदिएको छु स्क्रिनमा सो उसलाई पनि गएर सब्सक्राइब गरिदिनु होला मेरो भ्युवर्सहरू हुनु त मेरो भ्युवर्स कति पनि छैन मेरो सब्सक्राइबहरू धेरै छैन 200-300 मात्रै पनि छ हो तर पनि जति नै मेरो भ्युवर्स मेरो सब्सक्राइबरहरूले हेरिरहेछ सो म हाम्रो मिस्टर थकलाई गएर सपोर्ट गरिदिनु होला प्लिज गाइज होइन एक अर्कालाई चाहिँ हामीले सपोर्ट गर्नुपर्छ सो हाम्रो आज डिनरमा चाहिँ सो रेडी भइसकेको छ हाम्रो चिफहरू चाहिँ हराएको छ कि त्यो रेडी गरिरहेको छ साथीहरू चाहिँ भोगाइरहेको छ के छ भने पक होइन अनि दाल यो फिस चिकन होइन यो चाहिँ के हो चिकनै हुन्छ नि चिकन हाम्रो डिनरमा चाहिँ आज यस्तो छ है गाइस ओके अब चाहिँ डिनर चिफ प्लिज चिफ लिनु नि त अब चिफ रिसाए झन् बोध्यो मलाई तिमी चाहिँ ब्ल्याकमेल हो गरेर म डराउँदैन भात खानु भाइसुले झन् पर्खायो बिस्तारै पछाडि सरेको अब मेरो क्यामेरा हामी त लास्टमा यस्तो भ्लग गर्दा त लास्टमा खान्थ्यो बात तो सही है पस्के त पुग्रै जान्छ त है भात पोख्यो गाइस डिनर खाँदैछ हेरेको डिनर बनाएको छ म चाहिँ फिस करी अर्डर गरेको थिएँ फिस करी गाइस के लाने सो फिस दाल ओके सबैजना डिनरहरू खाएर होइन बसिरहेको छ हाम्रो एकछिन कपाल ड्रेस गर्दैछ त्यसपछि चाहिँ हामी अब आफ्नो दोकानदारै मलाई एकदम थाकेको जस्तो घरमा गएर चाहिँ म मुन रेस गर्ने फेरि भोलि एउटा सर्ट राइड छ हो त्यही भएर चाहिँ 4 डेज भइसक्यो कन्टिन्यू राइड गरेको हिजो पनि खतरा राइड भएको थियो हाम्रो माथि थियो म रेसै गर्नु पाएन त्यही भएर चाहिँ अब चाहिँ आज चाहिँ गएर रेस गर्छु सो त्यही हो होइन के हुन्छ कसो हुन्छ अब भोलिको अपडेट म दिन्छु आज चाहिँ गाइस हाम्रो अब डिनरहरू भएर चाहिँ सो भोलि भेट हुन्छ है सबैजना ओके भोलि भेट्नुपर्छ गुड नाइट ओके भोलि भेटौँ है भोलि त्यहाँ सम्झे ब्रिजसम्म जान्छु ल ओके ल भाइ भाइ बेस्ट अफ लक ओके सर गुड नाइट भोलि भेटौँ सर सर्ट राइडमा जिमी गुड नाइट भोलि भेट्नुपर्छ भाइ पार्टी नजाए ल ल पार्टी नजाए सो अब चाहिँ हामी सबै यहाँबाट चाहिँ छुट्टिने छ है सो अब आफ्नो जग्गामा आफ्नो ठाउँमा जान्छ है ओके बेस्ट अफ लक क्या बात कर रहे हैं ओके गाइस अब चाहिँ हामी निक्ल्यो म पनि अब रुममा जाने सो हाम्रो यहाँ फोन सिलिङको सो यो जग्गा चाहिँ मलाई पनि थाहा छैन एक्ज्याक्टली कहाँनिर हो सो है सो यहाँ छ आजको हाम्रो डिनर थियो यहाँ सरहरूसँग होइन सो एकदमै दामी भयो सरहरूसँग नयाँ सरहरूसँग भेट्यो डिनरहरू खायो होइन सो अब चाहिँ म पनि रेस्ट गर्छु सो त्यही हो गाइस होइन एकदम रमाइलो भयो आजको दिनमा सो भोलिको दिनमा भेटौँला डे 5 मा सो एकदमै भोलि पनि एउटा सर्ट राइड हुनेछ हो
सो यो भ्लग चाहिँ म एन्ड गर्छु यहाँनिर सो भोलिको अपडेटहरू दिने गर्छु तपाईँलाई सो बाई बाई गाई गुड नाइट थ्याङ्क यू सो मच फर वाचिङ सो सी अन द नेक्स्ट भ्लग